मिरा बहिनी है, उहाँ चाहिँ छल्लीदेखि अहिले उहाँ चाहिँ बसोबास गर्दै आउनु भएको छ तम्घास बजारमा। उहाँ चाहिँ हाम्रो सोरुमसम्म भिजिट गरेर उहाँले चाहिँ हाम्रो सोरुमदेखि एउटा स्टिल दराज ल्याउनु भयो है। त्यसको लागि धेरै धेरै धन्यवाद। बहिनी यता हुनुहुन्छ, ल भनिदिनुहोस् न ढाँटिकन होइन, तपाईँलाई दराज राम्रो लागिलाएन अनि तपाईँको प्राइसमा पनि तपाईँलाई मिलाएर दिएको जस्तो लागिलाएन न ढाँटिक भनिदिनु त ल। राम्रो छ, मिलाएर दिनको। जस उहाँ गएर मन परेर चाहिँ उहाँले चाहिँ ल्याउनु भयो, त्यसको लागि धेरै धेरै धन्यवाद। हामीले यो दराज चाहिँ होइन, यहाँ देखिरहनु भएको छ यस्तो किसिमको स्टिल दराज मलाई मन परेर ल्याउनु भएको छ। यो दराज चाहिँ हामीले बाइक डेलिभरी गरेको हो कि नै, डेलिभरी फ्री हो कि नै, तपाईँले पैसा चार्ज लिएनौँ हामीले। अनि तपाईँको यो बाइकमा हामीले लिएर आएको होइन। अनि यो चाहिँ हामीले उहाँको कोठामा लिएर भवन यहाँ सेट गरिदिउँ है। यदि यहाँहरूले पनि तम्घास बजारमा आफ्नो बच्चा पढाउनको लागि कोठा लिएर रुम लिएर बसोबास गर्न चाहनुहुन्छ भने त्यसको लागि रुम सेटिङहरू चाहियो, तपाईँलाई दराजहरू होइन सम्पूर्ण चिजहरू फर्निचर चिजहरू चाहियो भने चाहिँ हामीलाई स्क्रिन भएको नम्बरमा डाइरेक्ट कल अथवा इमो वाट्सएप भाइबरमा मेसेज गरेर पनि हामीले अर्डर गर्न सक्नुहुन्छ। र हामीसँग जोडिनको लागि टिकटकमा गएर फलो र हाम्रो आफ्नो युट्युब च्यानलमा गएर सब्सक्राइब गर्न नभुल्नु होला। यतापट्टि बहिनी हुनुहुन्छ, मुसु मुसु हाँसिरहनु भएको छ होइन। बहिनीलाई चाहिँ फेरि पनि धन्यवाद। आगामी दिनहरूमा हामीलाई सम्झिदिनु होला। तपाईँको इष्टमित्र आफन्तजन छन् भने, कसै छन् भने हामीसँग कन्ट्याक्ट गराइदिनु होला है त। हस् त, धन्यवाद। कता हुनुहुन्छ? घर बैठी।